अनि यसमा त त्यो के अरे उहरू पिनेर हाल्छन् तेल हालेर अगाडि कति ठुलो देखियो एकछिन समाउनै मुख रस हान्नु त्यो उसो भयो हल्का हान्ने काले आइज खतरा रहेछ मलाई एउटा यता घिस्नान बाहिर न त अर्को बोलाउन नपठाइ चम्चा खाऊ के हाल्ने यति हाल्ने सो स्वीट यम्मी है वाह फेरि एकचोटि ट्राई गर्छु ल कस्तो दामी मिठो भयो यार यम्मी 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 आउँदैन कि त्यहाँको मुभी छ बनाउनु त मिलाएर राख्ने हो क्या पागल यसरी मिलाउनु न मिलाउनु न बनाइरहेको छु फेरि अनि यो सँगै कि छोडेर हाल्छ मेरो हात नबिर्सि जान्छु सो टेस्टी है वाह तपाईँ मेरो रुमाल भेडा भिडियो सो मच दिदी मैले तपाईँको लागि छोरीको लागि गिफ्ट बनाइरहेको छु मैले चेस अचार गरौँ न गरम मिठो है भयो यहाँ नचप्ने मैले जुठो हालेर है मेरो जुठो रोटी हो क्या एकछिनै हात कालो देख्यो होला न भइरहेछ गाउँले टाइपको हो नि त अनि वाह खानु न हात निकाल्नु न यम्मी मिठो छ भने तपाईँहरू पनि खाने भएको हुन्छ ए हालेर बनाएको मिठो पक्रिदिनु सरी देव हात पर्यो इट्स ओके पानी दिनु न पानी पनि यो चाहिँ के को रोटी मिलेट भयो यो चाहिँ कोलोको रोटी कोदो यो झन् मिठो हो किन थाहा यस्तो सापेर खाने हो नि त अनि पछि तेलमा मात्रै बनाएको बर्गर या अर्ग्यानिक बर्गर त्यो पानी पनि न पानी छ है बर्गर ए मेरो खाता भाग्छ हो मलाई किनेको खाता थ्याङ्क यू वेलकम मान्छे फेरि क्या हो त गाडीमा आउँछ क्या यति नै आजको भलक चाहिँ बाई बाई भोलि पनि आएको ब्लगमा सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला
यदि राम्रो भए पनि नराम्रो भए पनि हेर्न चाहिँ नबिर्सिनु बाई 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 लभ यु